साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। हामी चाहिँ अहिले स्मारक पार्क आएका छौं हेटौडा। गई हेर्नुस् सक्कलियो कि नकलियो। सब प्लास्टिक का दौडाउनु हजुर हेर्नु कति राम्रो सफा पनि गरेर अस्ति त अर्कै खाले पनि थियो अहिले त सेतै हेलो गिद्ध आउँदैन यत्रो छ यो अनि कहाँ यहाँ खोलिसके ठुलो अन्त आउँदैन लैजान्छ ले त चक्कै लैजान्छ लो कति हल्ला कासी त है अनि यत्रो जान्छ गिद्ध नि हेलेर आएर दिन पर्ने के हाम्रो घरमा कति धेरै छ नि गिनी पिग चिल त वहाँ छ उयो उचिल हो उचिल। हामी चाहिँ अहिले शहीद स्मारकमा छौं। तपाईहरुलाई भिडियो देखाउँछु हेर्नु होला। यहाँ बस्न यता बाबु आउनु तपाईहरु पनि आउनुस् घुम्न स्मारक पार्क। यस्तो रमाइलो छ। टिकट लाउँछ लगभग 50 रुपैयाँ लाउँछ होला। 50 रुपैयाँ हो। अलि फुल फुलेस राम्रो फुलेस नर्सरी छ नि लिएर जानुपर्ने पानी नभएर मैले रोपेको थिएँ मर्यो कैँची लिएर आउनुपर्छ चट्ट काटेर लिएर जानु दिन्छ क्यारे काट्न सिसी क्यामेराले हेर्दैन मान्छे पानीसम्म त खिच्ने त यो त हाम्रो घरमा नि छ यो फुल कुन यो त हाम्रोमा नि छैन ल त्यो बनाएपछि नदेख्नु त मान्छे त्यहाँ गएर फोटो खिच्दा बसेर हो भने सोध्नु पऱ्यो त्यहाँ कर्मचारी साथीहरू यहाँनिर कति हाँगा नसर्ने कि है यस्तो सर्दैन होला हाँगा सर्दैन अरे कि यस्तो यस्तो हो मुनिबाट त्यसले पलाउ गरेर त्यही जाने हो बिचबाट तल रमाइलो हुन्छ नि दिउँसो यस्तो रमाइलो छ राति झन् कस्तो होला कस्तो मजा आउँछ क्या ड्राइभिङ गाडी घरमै खाना बनाउने अनि साँझमा हिँड्ने घरबाट अनि यहीँनिर खाने अनि राति 9-10 बजे अनि जाने हो यहाँबाट यसो जाने बाटो त्यहाँ हेर्नु कति राम्रो छ किसानले हलो जोतेको पहिला त थिएन क्या थिएन के यहाँनिर यो अहिले बढाएको हो क्या यता सबै खाली थियो केही थिएन अनु यता सबै खाली थियो त्यता केही थिएन म चाहिँ रिपोर्टर भाउजू चाहिँ नि यहाँ संवाददाता ला धेरै पछि आएको नि अस्तिलाई जोयालाई लिएर आएको दिना नानी छोरीलाई म यो सँग 4 चोटि भइगयो मामा र माइजी भनेपछि त उसलाई बाबा मम्मी कोही चाहिँदैन कोही चाहिँदैन आनन्द रुखमानी खोपेर बनाएको है यो सबै बल्छ रातिमा र मम्मीको फोटो खिच्दैछ यता चाहिँ दाइले दाइ क्यामेराम्यान म चाहिँ ब्लगर हिमाल जान नपाइने हिमाल चाहिँ देख्न पाइयो हेर्नुहोस्
हिमालतिरको घर होला नि त्यो हिमालतिर यस्तो घर हुन्छ भनेर रहेछ यो त ढुङ्गाकै त होला नि है सब ढुङ्गा पानी गर्ने होला पहिला हामी आउँदा त्यो बाटो हिँड्दै नक्कली हिमाल फेरि गर्न पर्ने नि उहाँ तिरेसित हिँड्न सक्छ महिना त एकैचोटि लचक्कै गयो त हो त्यही भएर धेरै मोटाउनु हुन्न भनेको के महिना त लचक्कै भयो त मोटाउने हो म्या आजै आफै हल्ले मलाई पो याद ल झुलुङ्गे पुल आइसक्यो यो धेरै पुरानो हुँदै गएपछि लच्किन्छ क्या यो पुरानो भएपछि आफै खोइ त नि केही नि देखिएन त यहाँबाट त झन् अस्ति त्यहाँ तल्लै थियो चरिरहेको कति डर लाग्यो रे डर के आएको जिटे माउन्टेन भ्यू त्यही भनेर गएको म त्यहाँ त्यो सिङ्गल डान्स फेन्टाको बोतलमा पानी हालेर खाएर माउन्टेन भ्यू भन्ने क्या अब अब मम्मी आमा हजुरआमा गएको नै कति पनि हल्लेको हो ना डर लाग्छ भुइँचालो आएको जत्तिकै भइहाल्यो जाम न हामी नि छुन सिङ पनि छैन कति धेरै बच्चा है हेर्नु मुनि यिनीहरूले पानी चाहिँ कहाँ खान्छ त यिनीहरूलाई लागेको छ ए बुढे दाउ न होइन बसे नि हुन्छ केही नि हुन्न बस बस दाजुभाइ कति ज्ञानी हो कति ज्ञानी के पो आयो यहाँ यो के आयो ए मजा आउने यार यिनीहरूको यो उसँग आउने कस्तो पुरै त्यो उसको पुरै भेलभेटको कपडा जस्तै छ है माथिको हेर्नु न मम्मी नै खिच्दै आउनु मेरो पछाडि हुन सक्नुहुन्छ जरायो चित्तल चित्तल देखिरहेछ होला सायद हेर्नुहोस् यहाँ मम्मी चाहिँ समाउँदै बस्नुपर्छ मैले पानी हाल्दै गर्नु बल्ल आएको हेर्नुहोस् नजिक नजिक आउँछ मलाई चाहिँ डर लाग्छ होला के को डर यहाँ ल आउनु
पहिलो मम्मी आइज नजिकै ए मेरो छोरी खेलाइरहेछौँ अनि साँच्ची भेलेको कुखुरा जस्तै हुँदो रहेछ यार सजिलो राम्रो अलिकति पानी दिनु त पानी खान्छ ल हातमा देन हातमा खाँदा म डराउँछु हेर्नु त दुईटा सँगसँगै दुईजना भिडियो बनाउनु न बाबु बनाइरहेछ हेर्छ पर्खिनु म पानी हालिदिन्छु तपाईँको मम्मीलाई पो माया गर्यो त अमुइना बरा हाम्रो मम्मीले पानी खुलाउँदै छिन् मिनरल वाटरको पानी खाँदैछ ऊ सबै आउन लाग्यो तलको हेर्दैछ आयो बाबै सिधा बनाउन हजुर अनि मुनिबाट योबाट आज अझै मम्मी र हातबाट खाने रे आउँदैछ ऊ अझै मेरो हातबाट खाने ल पुग्यो होला ल हेर न फुपूकैमा जान्छ फेरि आमा फले खा त नस्पति फलेको होइन हामी चाहिँ गेम जुनतिर आइसक्यो जानेर गेम खेल्न ल त्यस्तो झुल्नेमा मेरो मुटु त फलकै फल्किन्छ होला त्यो पनि हाल्छ अनि सबै हालिसक्यो त भिडियो पनि बनाएको थिएँ यार यसले यार को छाटो गयो यार त म यार फ्री फायर ल जिप लाइन हेर केटा हो हेर्नु त लाउन अबुई अबे मर्छ सातै गयो हेर्नु न मैले त हात छोडेर म त यस्तो यस्तो हुन्छ ऊ त घुम्ने चाहिँ खतरा लाग्छ हेर्नु न उल्ट्यो माथि खिला पनि यस्तो घुम्यो तर मलाई त उही ल्याउनु कि त्यसलाई लिएर बस्छु म यहाँ जाना यार 20 मिनट भयो जानु नि त दिदी छिटो तपाईँकै ब्यागमा होला नि त यहाँ त त्यस्तै राम्रो देखिन्छ कि म पुगेसीहरू डर लाग्छ उसले डरले बेसेर हटाइदियो ल्याउँछ अब त्यहाँतिर हो कि ऊ हेर्नु त त्यस्तै रहेछ बाटै त्यस्तै रहेछ चाहिँ भर्खर गेम खेल्ने ठाउँ हेरेर आएको राम्रो राम्रो रहेछ जिप लाइन छ खेल्ने भए आउनु यहाँ छ उता अब यता गेमको छ छ नि उहाँ माथि वहीसम्म हो यो सबै सिडी उक्लेर जानुपर्छ म त सिधै होला भनेको छाता निकाल्नु पर्छ क्या मैले त ल्याएन खाता ओर्नु ओर्नु छ हाम्रो जीवन हेर्न हुँदा यता पनि थप्दै छ अझै हुँदैन क्या पानीको अनि हजार तर नकलियो सबै नकली त हुँदैन नि भए पनि सालक पनि अस्ति हाम्रो ठाउँमा भेटाएर खाइदिएको मान्छे खाइदिएको त्यो त एकै गुन्टा हुन्छ यत्रो डल्लो हुन्छ कस्तो डेन्जर हुँदो रहेछ त्यो माथिको कुवा छ नि बुढो हो त्यहीँनिर आएको
आज यता होली हो होलीमा सबैजना रमाइलो गर्दैछन् यता आएर पिकनिक उता गएर मजाले यस्तो बस्नु भएको छ बाटो बाटो मात्रै हिँडौँ यो ढुङ्गामा चढेको मेरो मुख झनै मुखबाट ठप्पै बाहिर निक्लेको नि भोलि पर्सि आयो भने त आँप खान पाउँदो रहेछ हेर्नु त टिप्न दिन्छ अब दिए पनि नदिए पनि कसले चाहिँ बाँकी छोड्छ त मैले कस्तो भुलेको कि नि सेल्फी स्टिक मलाई त के थाहा छैन यस्तो छ नेपाल स्मारक पार्कको मेन थिम नक्सामाथि चढेर फोटो खिच्न छैन मनाइ छ थाकै लाग्यो यार यति हिँड्दा नि आइपुग्यो सुनसान हुन्छ अनि यहाँनिर चाहिँ चोरहरू हुन्छ क्या बाटोमा मान्छेहरू त्यसरी बस्ने हुन्छ क्या त्यो भएर यहाँ माथि हमेसा केही आउँदैन कि शहीद स्मारकको टपमा आएर बस्न पर्यो मरिन्छ कि क्या बाँचिन्न होला यहाँभित्र जान नपाउने हो दिँदैन शहीद स्मारक घुमियो आज कति भिडियो बनाउला मेरो फुट्नु कति लाग्दो छैन फर्केर आएको यहाँ झन् नसिखाने भनेर बोलाएको तपाईँलाई झन् छैन चाहिँ शहीद स्मारकबाट फर्कियौ भन्दा नि फर्किरहेछौँ भर्खर अझै भित्रै छौँ हामी स्मारक पार्कबाट निस्किन लाग्यौँ यदि तपाईँहरूलाई यस्तै भिडियो मनपर्छ भने लाइक सब्सक्राइब गरिदिनु होला बेल आइकन पनि दबाइदिनु होला अनि आफ्नो साथीहरूको माझ पनि सेयर गरिदिनु होला कता जाने बाई बाई साथीहरू सबैले बाई सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला गुड नाइट दिउँसै गुड नाइट अब बेलुका भन्नुलाई फेरि उसमा आउनुपर्छ ल बाहिरको ल अब लाइनमा कुन चाहिँ छ त्यही जाने